विश्वको 4 वटा धाम हामीले यहीँ दर्शन गर्न पाइन्छ, जो चाहिँ हो 4 धाम, यमुत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ अनि विश्वको 12 वटा ज्योतिर्लिङ्ग पनि हामीले एकै जग्गामा दर्शन गर्न पाइन्छ यहाँ चाहिँ है। र हाम्रो चाहिँ नाम्चीको कहिलेदेखि प्लानिङ थियो र आज चाहिँ फाइनली हामीलाई भगवान शिवले बोलाउनु भएको छ है। र हामी चाहिँ बिहान 5 बजेदेखि उठेर हेर्नु न खानापिना रेडी बनाइकन हो र हामी चाहिँ निस्क्यौँ। ड्राइभर अङ्कल पनि आउनुभयो र हामी चाहिँ को गएको छ भन्दा चाहिँ नानीहरू, दिदीहरू है, घरको आमा, ठुलो दिदी है। र ड्राइभर अङ्कल पनि एकदमै राम्रो हुँदो रहेछ, हँसाएर हेर्नु न नाम्ची पुलाएको थाहै पाएन हो। र हामीलाई कालिम्पोङदेखि नाम्ची पुग्नु चाहिँ 2.5-3 घन्टा जस्तो लाग्यो। गाडी पार्क गरिरहेछ हो र अब चाहिँ हामी जाँदैछौँ मन्दिरतर्फ हो। पहिला चाहिँ हामीले सुज रिमुभ गऱ्यौँ अनि 150 रुपिसको यो एउटा ढाकीमा सबै उहाँहरूले नै पूजाको सामग्री हालेर दिनुहुँदो रहेछ है। र यो लिएर चाहिँ हामी पहिला गणपति बाप्पाको दर्शन गऱ्यौँ अनि जगन्नाथजीको है। अनि यहाँनिर दर्शन गर्ने बित्तिकै हामी सबैजना तल झऱ्यौँ, जो चाहिँ राई किराँत पूजा हुँदो रहेछ है। र उहाँले नै भन्नुभयो हामीलाई चारधामको बारेमा है, यहाँ कसरी पूजा गर्नुपर्ने, के हो कसो हो भनेर होइन। र एकदमै राम्रोसँग पूजा गर्नुभयो माताजीले चाहिँ होइन। अनि चाहिँ हामीले फोटोहरू भिडियोहरू खिच्यौँ हो, किन भन्दाखेरि चाहिँ हेर्नु न हामी हिँड्दा नै र गाइस बल्ल बल्ल मन्दिर खोल्यो हो। र यहाँनिर चाहिँ 12 बजीदेखि 12:30 बजीसम्म चाहिँ मन्दिर बन्द हुँदो रहेछ, किन भन्दाखेरि चाहिँ त्यो टाइममा चाहिँ भगवानहरूलाई खाना दिनु हुँदो रहेछ नि त। र त्यही कारणले चाहिँ बन्द रहेछ। अब त्यो 12:30 भयो, अब चाहिँ हामी गएको भित्र। र यसरी नै हामी पूजा गर्नु लाग्यौँ है। र अब चाहिँ हामी 12 वटा ज्योतिर्लिङ्ग पूजा गऱ्यौँ, एक वटा गऱ्यौँ हामीले हो। र मात्रै उसके बादमा चाहिँ हामी लास्टमा पूजा गऱ्यौँ नन्दीजीको। र नन्दीजीको पूजा गरेर फाइनली हामी चाहिँ गयौँ माथि शिव भगवानजीको दर्शन गर्नको लागि। र यहाँभित्र चाहिँ क्यामेरा एकदमै अलाउ थिएन र मैले पूजाहरू गरेर हल्का भित्रनिर के छ भनेर यस्तो हलहरू चाहिँ खिचेँ तपाईँहरूको दर्शन पनि भयो हाम्रो हो। र मलाई चाहिँ नि यहाँबाट जानु मन नपरेको हो। सबैजना पार्किङमा गएर चाहिँ मलाई फोन गर्दै थिएन छिटो भनेर, किन भन्दा चाहिँ ऊ सबजना खानामा एट्याक गर्नुको लागि रहेछ होइन। र पूजा गरिन्जेल चाहिँ भोकै लागेको थिएन कसैलाई पनि। जब पूजा गऱ्यो यति साह्रो भोक लागेको भन्नु न, खानाहरू पनि यति साह्रो मिठो भएको हो। अनि चाहिँ मैले खानाको चाहिँ गर्नु पाइनँ है साथीहरू। र उसके बादमा चाहिँ हामी गयौँ सामडुप्चे। सामडुप्चे भगवानलाई चाहिँ मनोकामना भगवान भनिन्छ, जो चाहिँ आफूले मागेको विसहरू पुरा हुन्छ भनेर चाहिँ भनिन्छ है। र हामी चाहिँ त्यहाँनिर गयौँ, दर्शन गऱ्यौँ, यहाँको भ्युजहरू हेऱ्यौँ हो। भित्र गुम्बामा पस्यौँ, दर्शन गऱ्यौँ अनि माथिनिर आराम चाहिँ बसेँ एकछिन, आधी घन्टा भए पनि हो, रिल्याक्स भएर। नानीहरू आएछ, यहाँनिर चाहिँ कोइन फ्याँकेर माथि अड्क्यो भने चाहिँ आफ्नो मनोकामना पुरा हुन्छ अरे नि त भनेर चाहिँ यो चाहिँ अब बिलिफ छ, पहिल्यैदेखि हामीले सुन्दै आएको है। र सबै नानीहरूले कोइनहरू फ्याँक्यो हो। अनि चाहिँ मैले पनि आफ्नो लक आजमाइ हेरेको नि। ट्रस्ट हो, बिलिभ हो। दामी। र यहाँनिर सबजना आफ्नो विस माग्नुको लागि व्यस्त छ हो। र गाइज यति मजा आयो, यति साह्रो ब्लेस फिल भयो हो। र आफ्नो फ्यामिलीसँग आफ्नो आमालाई डोराएर लाँदाखेरि झन् कस्तो राम्रो लाग्यो है। र सबै क्रेडिट चाहिँ जान्छ मेरो दिदीलाई, यो सब चाहिँ उसकै प्लान थियो है। एकदमै मजा आयो, थ्याङ्क यू दिदी तपाईँलाई। अनि गाइज आजको मिनी ब्लग चाहिँ यति नै, फेरि भेट्छु नयाँ ब्लगमा। टिल देन टेक केयर, थ्याङ्क यू।